कान्छी होस् गर है, भाइ लड्ला नि। भाइ लड्दैन आमा, म छु नि, म मेरो भाइलाई कहिले लड्न दिन्न। दिदी भोक लाग्यो, भरे कोठामा गएर खाम्ला नि, हुन्छ? नाइ, मलाई अहिले नै कस्तो भोक लागिराखेको छ। मेम साहब, अलिकति दुध छ भने दिनुहोस् नि, मेरो सानो भाइलाई भोक लागिरहेको छ। तहै काम गरेको पैसा दिएकै छ नि, त्यतिले नि पुगेन? ल पक, अहिले दिन्छु। फेरि त्यति पनि दिएन भने कुरा काट्दै हिँड्ने होला नि। ला दे दु तेरो महाराजा भाइलाई, अनि काम सक्क चाँडै। दिदी यो टुहुरो भनेको के हो? किन सोधेको भाइ? अघि तलको पसलको आन्टीले मलाई देखाउँदै भन्दै थिइन्, यो टुहुरो हो के? यसको कोही छैन। कसले भन्यो तिम्रो कोही छैन भाइ? म छु नि, तिम्रो दिदी, तिमी टुहुरो छैनौ। यो जुन गाउँमा आमाकै न्यानो काखमा सुतेर हेर्दा कस्तो राम्रो लाग्थ्यो, अहिले यही जुन कस्तो खल्लो लागिरहेको छ। इबा, ए आमा किन छोडेर गयो हामीलाई? तिमीहरू बिना मलाई कस्तो डर लागिरहेको छ। फर्की आउन, एकचोटि फर्की आउन। आकाश छुने मनलाई भुइँले बोलायो, दिनभरि बामा सम्झी रातमा टोलायो। हिजोसम्म हाँस्ने खेल्ने रहर मेरा खोइ कता कता हरा।